क्याम्पस सभालाई सम्पन्न गर्नका लागि यस क्याम्पसको विशिष्ट आजीवन साधारण सदस्यका हैसियतले यो हलमा उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरू, कलाकार भाइ बहिनीहरू, सञ्चारकर्मी मित्रहरू, यहाँहरू सबैमा म मेरो व्यक्तिगत तर्फबाट घोडाघोडी नगरपालिकाको तर्फबाट हार्दिक अभिवादन नमस्कार गर्न चाहन्छु। सर्वप्रथम त खास गरी यो कैलाली जिल्लाको मध्यवर्ती क्षेत्रमा यहाँका अभिभावकहरू, यहाँका विद्यार्थी भाइ बहिनीहरूको उच्च शिक्षा अध्ययन गर्ने महत्त्वाकांक्षा, इच्छा आकांक्षालाई पूरा गर्न गराउनका लागि हिजोका दिनहरूमा यस क्षेत्रका आदरणीय अग्रज व्यक्तित्वहरूले आफ्नो गाँस थाक मानव मुठो गरेर 2065 सालमा यो क्याम्पस स्थापना गरेर आज 2082 सालसम्म पुग्दा यो कैलाली जिल्लाको मात्रै होइन सुदूरपश्चिमको एउटा अग्रणी शैक्षिक संस्थाका रूपमा आफूलाई उभ्याउन सफल भएको छ। म यसका लागि संस्थापक, सञ्चालक समिति, क्याम्पस प्रमुख लगायत वर्तमान सम्पूर्ण सञ्चालक समिति र क्याम्पस प्रशासन, क्याम्पसमा आबद्ध प्राध्यापक कर्मचारी साथीहरूलाई हार्दिक धन्यवाद र आभार प्रकट गर्न चाहन्छु। र भोलिका दिनहरूमा पनि अझ यस क्षेत्रको आवश्यकतालाई महसुस गरिकन, विद्यार्थीको चाहना र आवश्यकतालाई महसुस गरिकन समय सापेक्ष प्रविधि मैत्री शैक्षिक संस्थाका रूपमा कसरी अगाडि बढाउन सकिन्छ त्यसमा हामी सबैको सामूहिक रूपमा प्रयास र प्रयत्न गरेर एउटा उच्च शैक्षिक संस्थाका रूपमा, अग्रणी शैक्षिक संस्थाका रूपमा जुन सकारात्मक इतिहास रच्दै अगाडि बढिरहेको छ यो कुरालाई निरन्तरता दिँदै अगाडि बढ्न सकोस्, म शुभेच्छा शुभकामना प्रकट गर्न चाहन्छु। अघि पनि धेरै पूर्ववक्ता मित्रहरूले धेरै कुराहरू यहाँको माझमा राखिसक्नु भएको छ। हिजो स्थापना कालमा 75 जना विद्यार्थी भर्ना गरेर स्थापना भएको यो क्याम्पस आज ब्याचलर तह, मास्टर तह सञ्चालन हुँदै आइरहेको छ। हिजो कुनै समय कुनै शैक्षिक सत्रमा करिब यो शैक्षिक संस्थामा, यो क्याम्पसमा 800 भन्दा विद्यार्थी, एक शैक्षिक सत्रमा 800 भन्दा बढ्ता विद्यार्थीहरू भर्ना हुने अवस्था थियो भने अहिले त्यो विद्यार्थी सङ्ख्या घट्दै आजको मितिसम्म आइपुग्दा गत शैक्षिक सत्रमा करिब 337 मात्रै विद्यार्थी सङ्ख्या एक शैक्षिक सत्रमा भर्ना भएको देखिन्छ। यसले के देखाइरहेको छ भन्दा जुन यो शैक्षिक संस्थाका लागि, यो क्याम्पसका लागि आवश्यक पर्ने विद्यार्थी सङ्ख्या हो, त्यो विद्यार्थी सङ्ख्या दिन प्रतिदिन घट्दै गइरहेको छ। यही रेसियोमा विद्यार्थी सङ्ख्या घट्दै जाने हो भने भोलि शैक्षिक संस्था सञ्चालन गर्न सकिने कि नसकिने एउटा हाम्रो माझमा चुनौती खडा भएको छ। यो चुनौतीलाई सामना गर्नका लागि, यो चुनौतीलाई पार गर्नका लागि, पार लगाउनका लागि हामी सबै पक्ष र निकायहरू समन्वयात्मक ढङ्गले सहकारी गर्दै अगाडि बढ्ने वातावरण सिर्जना गर्न सक्यौं भने हिजो कुनै बेला एक शैक्षिक सत्रमा 800 भन्दा बढ्ता विद्यार्थी ब्याचलर र मास्टर तहमा भर्ना हुन्थ्यो भने त्यो वातावरण सिर्जना गर्न सक्यौं भने भोलिका दिनहरूमा पनि एक शैक्षिक सत्रमा 1500 विद्यार्थी भर्ना गर्न सकिने अवस्था सिर्जना गर्न सकिन्छ। त्यसका लागि सबै पक्ष निकाय समन्वय र सहकारी हातेमालो गर्दै अगाडि जाने आधारमा त्यो वातावरण सिर्जना गर्न सक्नुपर्दछ। मलाई विश्वास छ यो 10औं क्याम्पस सभाले त्यो वातावरण सिर्जना गर्दै सबैका मन भावनाहरूलाई मिलाउँदै नवयुवाहरूका आवश्यकता मागहरूलाई पुरा गर्ने गराउने गरिकन अगाडि बढ्न सक्षम हुनेछ। म शुभेच्छा शुभकामना प्रकट गर्न चाहन्छु।